नमस्ते दर्शकबिन, म तपाईलाई आज एउटा यस्तो कहाली लाग्दो दृश्य देखाउन गइरहेको छु जुन जानकी गाउँपालिका स्थित मानपुर मोड नजिकैको दृश्य रहेको छ, जहाँ पशु चौपायाहरू बाटोमै छाडा छोडिएको अवस्था छ, जसले गर्दा दैनिक आवत जावतमा सवारी साधनहरूलाई बाधा पुर्याइरहेका छन्। यो ठाउँ खासै टाढा पनि होइन, जानकी गाउँपालिकाको कार्यालय भवनदेखि जम्मा 600 देखि 700 मिटरको दूरीमा रहेको छ। गाउँपालिका नजिकै यस्ता दृश्यहरू दैनिक रूपमा देखिरहँदा पनि किन मौन छ त जानकी गाउँपालिका? भोलिका दिनमा यी कारणले गर्दा नै दुर्घटना हुन सक्ने प्रबल सम्भावना छ। दुर्घटना भएमा त्यसको जिम्मेवार को हुन्छ त भोलि? तसर्थ भविष्यमा ठुला दुर्घटना हुन नदिन ती बाटोमा छोडिएका पशु चौपायाहरू कसका हुन् त? सोको खोजी कार्य गरी यदि व्यक्ति विशेषका भए उनका मालिक पत्ता लगाए, उनका मालिकलाई जिम्मा लगाउन यदि ती पशु चौपायाहरू छाडा छोडिएका नै हुन् भने हाम्रै जानकी गाउँपालिकामा रहेको गौशालामा उनीहरूको सुरक्षित व्यवस्थापन गर्न जरुरी देखिन्छ। यसमा सम्बन्धित निकायको ध्यान जाओस्। अनि अर्को कुरा, म कुनै पत्रकार होइन, म यस जानकी गाउँपालिकाको एउटा नागरिकको हैसियतले भोलिका दिनमा कुनै पनि दुर्घटनाहरू हुन नपरोस्, दुर्घटना भएको देख्न नपरोस् भन्ने मानसिकता राखेर यो भिडियो सम्बन्धित निकायसम्म पुगोस् भनेर मैले यो भिडियो बनाएको हुँ। यसमा अन्यथा नलिदिनु होला। धन्यवाद।